गाइस, नमस्ते सबैजनालाई। आज मैले चाहिँ धेरै दिनपछि नयाँ ब्लग लिएर आउँदैछु। हामी चाहिँ आज एउटा सानो कामले आबुधाबी जाँदैछौँ। त्यहाँबाट हाम्रो सफर चाहिँ धेरै लामो हुनु गइरहेको छ। यहाँ हुनुहुन्छ मेरो श्रीमान, यता भाइ बहिनीहरू चाहिँ कहाँ जानु हुँदैछ म हजुरहरूलाई भरे भन्दैछु। सो मेरो साथमा रहनु होला। अब आधा आधा बाटो पुग्न आँटिसक्यो। आबुधाबी, अलाइन टु आबुधाबी। आबुधाबी आइपुग्यौँ साथीहरू। यहाँ हुनुहुन्छ हामी जाने बाटे। यहाँ मेरो भाइ हुनुहुन्छ। अनि आज चाहिँ म साथीलाई भेट्नु पाएन, त्यसको लागि आइम सो सरी। किनभने हामी यहाँ आउने प्लानिङै थिएन साथी, नरिसाउनु होला। आबुधाबी आउने प्लानिङ थियो तर साथी आउने प्लानिङ चाहिँ थिएन। आइम सो सरी साथी, नरिसाउनुलाई। यहाँ तपाईँलाई भड्काउनुलाई एकदम यहाँ तयारी भएको छ हो। नपत्ताउनु है साथी, नपत्ताउनु उहाँहरूको कुरा है त। मेरो देवर बाबु पनि आइपुग्नु भयो। फाइनली फर्स्ट टाइम है भेटेको। यहाँ कहाँ भाग्नु हुँदैछ तपाईँ चाहिँ? हुन्छ मैं क्या करूं फिर, जॉब छोड़ दूं? के हुँदैछ? मिटिङ यहाँ सेल्सम्यानहरूको यहाँ सबैको मिटिङ हुँदैछ। अब आबुधाबीबाट निस्केको साथीलाई पनि आज भेट्न पाएन। सरी साथी, त्यस्तै कामले आएको थियौँ, हामी भेट्न पाएनौँ हजुरलाई। सो हामी चाहिँ अब हजुरहरूको घरबाट निस्केको फ्रम आबुधाबी टु शारजा। नेपालीहरू गएन भन्नु त्यो चाहिँ आबुधाबी टु दुबई रोड होइन बाबा? अहिले स्टिल हामी आबुधाबीमै छौँ है। नेस्टोको वेयर हाउस रहेछ, जबलाली दुबई एक्सपो रोड। दामी बनाइने है, पहिला यहाँ यस्तो कहाँ थियो त? यो चाहिँ दुबई शारजा बोर्डरको साइडतिर। अब हामी चाहिँ एयरपोर्ट पुग्नु लागि 10 मिनट छ। त्यही काशीहरूलाई छोडेर अब वापस घर भन्दा पनि साथीकोमा जाँदैछु, बहिनीकोमा। काशीहरूलाई चाहिँ हामीले एयरपोर्ट ड्रप गरेर अब हामी शारजातिर राख्दैछु साथीहरू। तर मैले काशीहरू झरेको चाहिँ होइन, अब उनीहरूभित्र पसेको मैले भिडियोहरू केही लिन पाएन किनभने त्यहाँनिर धेरै रोक्नु दिँदैन रहेछ। सो अब चाहिँ म बहिनीको घरमा गएर फेरि भिडियो सुट गर्नेछु। साथीहरू, यो शारजाको ट्राफिक चाहिँ यस्तो डरलाग्दो। आज स्याटरडे पनि के खालको ट्राफिक हो नि, डरलाग्दो ट्राफिक। यो चाहिँ शारजा हो साथीहरू। हामी चाहिँ अब शारजा आइपुग्यौँ। शारजा टाउन भनौँ न, यो चाहिँ मेगा मलतिर। चाहिँ फाइनली मेरो भाइको घरमा आइपुग्यो। फेरि त हेर त खान्छ। ये फंस गया सीएम। खोल्दैन त यसले त ढोका खोल्दैन त के यस्तो। त्यति मेरो बहिनीले यहाँ दरवाजा, नानी पनि रियो। ला खै ढोका बन्द। यता चाहिँ बहिनीको रुम।
खै म त स्यानीलाई हेरेर आउँछु थाहा छ किचन नानी हेर्नु ए यहाँ आइपुगेको छ हामी सानोलाई हेर्नु यहाँ चाहिँ मेरो बहिनी सुक्केरी बहिनी हालिदिनु बडाले हालिदिनु बडा एकदम एक्साइटेड हुनुहुन्छ बेबीलाई हेरेर फोटो खिच्नु अरे भन्नुहुँदैछ प्रेसा आज सानो मान्छे आउँदैछ ठुलो बडा उहाँको लागि डाइपर ल्याइदिन्छु है भयो भने 2 दिन बस्नुहुन्छ मेरो बहिनीको नानी आज आउँदैछ नि त सानी अनि त्यही भएर प्रेसा है चिलिका यही प्रियङ्का दिदीको छोरी हेर प्रेसा ठिक अब हामी अब सार्जाबाट अनलाइन जाँदैछौँ यहाँ मेरो बहिनी र नानीलाई पनि लगेर जाँदैछु साथीभाइहरू हेर्नु हाम्रो सानो मान्छे चाहिँ हेलो गाइज भन्दै बाबा सब्सक्राइब माई बडी च्यानल्स भन्दा नमस्ते साथीहरू भन्यो कुन चाहिँ बाटो दादा कुन चाहिँ बाटो ए युनिभर्सिटी अरे सार्जा युनिभर्सिटीको बाटो यहाँ चाहिँ यो ठुल्ठुलो सबै बिल्डिङहरू चाहिँ युनिभर्सिटीहरू रहेछ सार्जाको सो हामी चाहिँ ब्याक सार्जा टु अले